पैसा पराने कि फ्रीमा आउँछ के यहाँ पुरानो के तँलाई किन जाऊ जाऊ यहाँदेखि पिने भयो अलग कुरा हुन्छ त्यहाँ टाढादेखि ल्याएको अरू भएको भन्ने पनि यहाँदेखि त्यही अरू नल्याउने भनेर त लिएर आएको थिइनँ म यहाँ सुत छोडेर आएको छु म रुममा म हजुरलाई के भन्छु भने नेपाल सरकारबाट सामान त्यस्तोलाई ब्यान गरेको तपाईँले हजुर सूचना मेरो कुरा सुन्नु बहिनी हजुरले न्युज समाचार हेर्नु भएको छ हजुरले बुझ्नु भएन पढे लेखेको मान्छे हो 100 रुपियाँभन्दा बढीको सामानको भन्सार भन्छ यो भन्सारमा पर्दैन बहिनी यो भन्सारमा पर्दैन त हजुरले बुझ्नु न यत्रो पढे लेखेको मान्छे किन नबुझ्नु नेपालमा पाइयो क्या हजुरले पुरै बुझ्नु केही पनि त्यस्तो छैन छोड्नु के बच्चाको लागि हो भनेर अरूको लागि समाचारमा हालिसकेको छ किन हेर्नु